लागि चाहिँ हामी आज बाहिरतिर जाँदैछौँ। सामानहरू पनि ल्याउनु छ, खाद्यान्न सामानहरू, चामल नुन तेल एभ्रिथिङ ल्याउनु छ। त्यही भएर हामी चाहिँ आज इन्भेस्टमेन्ट पनि हुन्छ बाहिरतिर, त्यही भएर त्यहाँ बाहिर जाँदैछौँ। बाहिरको सस्ता हावाहरू खानु पऱ्यो। त्यही भएर हामी दिनजना रुमको दाइहरूसँग जाँदैछौँ। एरिया हो। ठुलो गाडी चलाएको नि त, ठुलो गाडी चलाएको भएर अटोमेटिक गर्नु पर्दैन। हाटेसमा जाने भनेको ठुलो गाडी ट्रक चलाउने नि त, अटोमेटिक गर्दै अटोमेटिक अप्ठ्यारो के धेरै त्यो चल्दै के त चेन्ज भएको हुन्छ। यो गाडीको चाहिँ त्यस्तो हुन्छ। अटोमेटिक हो। हामी चाहिँ अहिले वर्षा भन्ने ठाउँमा जाँदैछौँ, जहाँ चाहिँ इन्भेस्ट मल दुबईको चाहिँ सबभन्दा ठुलो मलमा जाँदैछौँ। हामी यो एरियामा सपिङ गर्न भनेको, फेरि अलिक राम्रो मार्केटमा जाउँ भनेर चाहिँ हामी त्यहीँ जाँदैछौँ। अलिकति टाढा छ यहाँदेखि। त्यहाँ गएपछि त्यहाँको माहौल कस्तो छ हामी त्यो पनि देखाउनेछौँ। तपाईँहरू हेर्नु होला। हिजै किनेको सुजुकी झलुङ यो पुग्यो रिङ्गी पुग्यो। यो उयो जुमेरा बिच आएको हामी जुमेरा बिच होइन, यसलाई चाहिँ मरिना बिच हुन्छ। मरिना बिच हो। पुरै मरिना हो। त्यसो भए हामी यहाँ डिएमसी चाहिँ आइसक्यो। एमसिसी त्यो हो क्या। उयो अगाडिको त्यहाँदेखि अगाडि मरिना मरिना सिटी हो। रियालिटी ल साथीहरू हेर्नुहोस् है, हाम्रो दुबईको मरिना सिटी भन्छ यो एरियालाई। भन्नुहोस् त सर, यो एरियाको विशेष एक्सप्लेन गरिदिनुहोस्। यो भनेको एकदम दुबईको पब्लिक भएको एरिया र एकदम मस्ट डेभलप भएको एरिया हो। त्यसपछि यो एउटा युरोप टाइपको स्टाइलको बिल्डिङ छ। 4 तलादेखि लिएर 130 तक यहाँ बिल्डिङहरू छन्, मतलब फ्लोरहरू छन्। एकदम मान्छे यहाँ बस्ने मान्छे भनेको रिजनेबल मान्छे बस्ने हो। यो परको ट्रम होइन, त्यो ट्रम्प हो। यो चाहिँ मेट्रो लाइन हो। दुबई मल यो हो। यो मरिना चाहिँ मल हो। मरिना मल हो। दुबई मल त उता हो। इन्टरनेसनल सिटीमा छ त्यो। यो हो डिएमसिसी भनेको यो हो। अस्ति नै त्यो दिएर जानुहुन्थ्यो नि त। अर्कोचोटि जाउँ न नेक्स्ट मन्थतिर है। नेपाल त यस्तो त कहिले हुँदैन। यस्तो सपनामा हुँदैन। भूकम्प बिल्डिङ यत्रो बनाउनै पर्दैन नि। काठमाडौँमा पनि हुँदैन। तर बनियो नि फेरि 2-3 वर्षभित्रमै बन्छ फेरि। त्यति सजिलो छ। बनाउनु चाहिँ सक्नु पर्यो। चाइनाको हात पारियो भने 5 वर्षभित्रमा काइ प्लट हुन्छ काठमाडौँ। तर फेरि कसैको घरबार उड्छ, कसैको के उड्छ, सबै कुरो हुन्छ। धनाटीको मात्रै राज्य हुन्छ। त्यो राम्रो पनि हो। काठमाडौँको छेउछाउ भागमा चाहिँ ठुल्ठुलो अपार्टमेन्टहरू बनाइदिने, मान्छेहरू त्यता गर्ने। टुरिज्म एरिया हुन्छ कि नेपाल यस्तो दामी भयो नि। हुँदै हुन्न नि। यहाँ त एउटा सरकार पो छ त, राजाको सरकार पो छ त। अमेरिका पनि यही हो। यहाँ त डेभलप केही पनि छैन। ओन्ली त्यहाँ ग्रिन छ, हरियाली धेरै छ, बाँकी यही हो। सेम हो। नेपाल त डेभलप भयो भने यस्तो दामी धेरै छिटो हुन्छ। सानो छ च्याट्ट हुन्छ कि फास्ट हुन्छ। हुँदै हुँदैन, यस्तो हुनै सक्दैन त्यस्तो। कम्पनी बनाउने एरिया पनि धेरै छ नि। बिरन साइडतिर भयो, यो पूर्व साइडतिर सर्लकै कम्पनीहरू धेरै त्यो कम्पनी एरिया हो। कम्पनी बनाउनलाई फाइदा हुन्छ कि। कम्पनी छन्, नेपालतिर छन्। नेपालमा कम्पनी छन् नि। यता काठमाडौँ पो पहाडी भएको तर यहाँ त कम्पनी लाइन छ नि पुरै। वीरगञ्ज भयो, अनि यतापट्टि भैरवा भयो, कम्पनी लाइन छन्।
भाइले चाहिँ ठिक्क कुरा चाहिँ मिलाइ गरे है। यहाँ चाहिँ यसो घुम्ने सुम्ने यहाँ त महँगै हुन्छ सामान त। अनि लास्टमा उहाँ लुलुबाट हुन्छ कि म्याङ्गोबाट हुन्छ। हामी लेभल कुनमा छौँ त्यो हेर्नुपर्छ। यताबाट जानुपर्छ ठ्याक्क आफूतिर जानु। अनि ठुलो हाइटमा गर्नु पऱ्यो क्या। पछाडिबाट ठोक्दैछु। हामी एल लेभलमा छौँ है, यो बुझ। एल लेभल कता हो कता हो। बल्ल बल्ल पार्किङ खोजेर चाहिँ हामीले पार्किङ भेट्यो। झन्डै आधा घन्टा जति चाहिँ हामी यहाँ दुबई इम्प्रेस मलमा चाहिँ राउन्डै हान्यो। पार्किङ खोज्दा खोज्दा बल्ल बल्ल भेट्यो र हामी यहाँ पार्किङ गरेर हामी जाँदैछौँ मलतिर। अब यहाँ मलभित्र जानुपर्छ। यस्तो छ मल अफ द इम्प्रेसको एरियाको माहौल चाहिँ। टोली हो इम्प्रेस अफ द मल अफ द इम्प्रेस भन्न पनि अलिकति गाह्रो हुन्छ। मल अफ द इम्प्रेसमा चाहिँ पिक्चर पनि लिएन, भिडियो होइन पिक्चर लिएन, फोटो मात्रै। भिडियो बनिरहेको भिडियो। तिमीहरू अब ल फोटो लियो भने मात्रै ठिक्क बनाउनु हुन्छ नि त। फोटो के लिनेहरू। इम्प्रेस मलको टप फ्लोरमा पुगेर आयो हामी। यहाँ त घुम्न नसक्नु चाहिँ यत्रो ठुलो छ मल है। हेर्नुहोस् हामी अहिले कता छौँ भन्ने कुरो चाहिँ इम्प्रेस मलको ग्राउन्ड फ्लोरतिर जाँदैछौँ। यो चाहिँ दुबईको ह्याभी सबभन्दा ठुलो मल पनि रहेको छ। घुमेर हेर्नै बाँकी छ क्या यो माहौलको। सपिङ सेन्टर यही हो, सामान छ तर यहाँ धेरै भिड छ। यहाँ सपिङ गर्ने मान्छेहरूको भिड। मल घुमेर आयो। यहाँ बाहिर आएर पकौडा चिया खाँदैछौँ हामी चाहिँ। हामी चाहिँ मलबाट बाहिर निक्लेर हामी खाजाहरू खायौँ। अनि मलाई चाहिँ एकदम के गाह्रो भइरहेछ भन्दाखेरि चाहिँ पिसाब लागेर यति गाह्रो भइरहेछ नि कसम भनेको मेरो। ल एकदमै गाह्रो भइरहेछ कि अब चाहिँ लाग्नुपर्ने हुन्छ सिधै। अब सिचुड गर भनेको गर्दै गरेन। सिग्नल बन्नु भने अब यो 10-15 मिनट कहिले खुल्दैन। इम्प्रेसको सिग्नल हो।